के भन्छ भनेपछि किन गाउँघरतिर यस्तो जङ्गलतिर यस्तो घारीतिर यस्तो जङ्गलतिर मात्रै भ्लग बनाएको भन्छ। अनि कमेन्टहरू धेरै आइरहेछ। कमेन्ट मात्रै गरेर भएन नि साथीहरू है। आज चाहिँ कमेन्ट मात्रै गरेर भएन, सपोर्ट हुनुपऱ्यो। सबैजना सपोर्टर हुनुपऱ्यो। मैले भ्लग बनाएको लगभग पनि 4 महिना भइसक्यो, 4-5 महिना हुन आँटिसक्यो। अनि सब्सक्राइबर नै छैन होइन। अनि त्यो पनि हुन्छ एउटा कुरा। अनि कसरी चाहिँ बनाउनु त भने होइन, सब्सक्राइबरै नभएपछि। अनि मेरो अब त हुलतिर बनाऊँ भनेपछि सब्सक्राइबर कति छ भनेर सोद्धाखेरि पनि हाम्रो पनि बेइज्जत हुन्छ र अनि आफूले बनाएको हेर्दाखेरि पनि नरमाइलो लाग्छ। त्यही पनि छोडेको छुइनँ अहिलेसम्म होइन। मैले लगभग पनि बनाएको 5-6 महिना 4 महिना जति भइसक्यो भ्लग बनाएको। न टिकटकमा केही भएको छ, न युट्युबमा। यस्तो पाराले त म कहिले कतिखेर पनि अगाडि बढ्दैन जस्तो लाग्छ। अनि कमेन्ट मात्रै गर्नुहुन्छ, त्यस्तो भने जस्तो सजिलो छैन नि हौ। हामी पनि त होइन यस्तो तातो घाममा भ्लग बनाउँदै हिँड्नुपर्छ। अनि त्यस्तो बनाएको मेहनत अनुसारले नै सब्सक्राइबरहरू बढेको हुन्थ्यो होइन, सब्सक्राइब हानिदिएको हुन्थ्यो। त्यस्तो मेहनत गर्नुपर्छ। अनि अब होइन दुईवटामा त अब भइदियो पनि त हुन्थ्यो नि। युट्युबमा कि टिकटकमा त अलिअलि अब युट्युबमा भिडियो जान्छ 100 भ्युजले हामीलाई त केही हुँदैन नि त। अहिले त हाम्रो 100 भ्युजले त हाम्रो